यो हो सीता सिरियल सुटिङ हुने गाउँ अनि घर होइन ढोका चाहिँ यताबाट खोल्नु ढोका यताबाट खोल्न मिल्दैन पनि सीता सिरियल सुटिङ हुन्छ अरे नि त हो होइन सीता जायो होइन घिसिङ यसरी चाहिँ के भन्छ स्पष्ट हुन्छ के फोटोहरू हेरेर पनि टक्कै यसरी सीताको घर अथवा सीताको माइतमा पुग्न सकिन्छ क्लियरली हेर्ने हो भने ल यस्तो देख्न सकिन्छ है। आज हामी सीता सिरियल सुटिङ कुन गाउँमा हुन्छ, त्यो घर कस्तो छ, त्यो सबै हेर्नको लागि म जाँदैछु काठमाडौँदेखि काभ्रे जिल्लाको शङ्खुसम्म। यही हो विशेष गरी आमाहरूलाई थाहा हुन्छ के। आमा आमा शङ्खु भन्ने यही हो। अनि यो शङ्खुमा के नेपालको त्यो सीता भन्ने सिरियल सुटिङ हुन्छ अरे नि त, फिल्म के त्यो कहाँ हुन्छ? हाम्रो घरमा। ए तपाईँकै घरमा हो? कसको घर चाहिँ भनेर देखाउनु तपाईँको घर हो? सीताको घर देखाउनु पर्ने हो। सीताको सबै सुटिङ लोकेसन ठाउँहरू। सीता र जगतेको सुटिङ चाहिँ हाम्रो घरमा हुन्छ। ए जगतेको घर भनेर देखाउनु चाहिँ तपाईँको घर? उ त्यो यो डाँडामा पुगेर यता फर्किनु सेतो घर देख्नुहुन्छ नि त। हो जाऊँ न, तपाईँ पनि तपाईँको घर देखाउनलाई मजा हुन्छ। जानुहुन्न र? आउँदै गर्नु। कुन गाउँ हो तपाईँहरूको ठाउँ? यो आउँदै शङ्खु नै हो, राईले भन्छ कि। तपाईँको गाउँले राईले भन्छ? ए राईले भनेपछि कता हो भनेपछि त्यहाँ गएर म बस्छु। त्यहाँ गएर बस्छु, तपाईँ आउनु न है। भेटियो मान्छे ट्याक्कै आफ्नै घरको घर बेटीले भेटियो यार। म आएँ ल। ऊ त्यहाँ बाहरू पनि हुँदो रहेछ। यहीँबाट हेर्दाखेरि देखिन्छ क्या अब सीता भने सेतो घर। त्यो सेतो घर हो क्या जस्तो लाग्यो यार। बा नमस्कार। बा यो गाउँ रैले भन्ने गाउँ यही हो? ए यही रैलेमा सीता फिल्म सुटिङ हुन्छ अरे होइन? बाइक यता राख्न मिल्छ बुवा? ए हस् बुवा हस्। हजुर होइन उता मैले भेटेको थिएँ, आउनु है भनेको थिएँ मैले, आउँछु भन्नुभएको थियो। फाइनली गाइज मैले चाहिँ सीता सिरियल सुटिङ हुने लोकेसनको बारेमा सबै कुरा थाहा भएको एकजना आन्टी भेटिसकेको छ होइन। उहाँ चाहिँ आजको एकदम विशेष स्पेसल मान्छे हुनुहुन्छ। अनि त्यसपछि उहाँ चाहिँ यो भिडियोमा देखिनै पर्ने मान्छे हो कि। त्यस कारणले गर्दाखेरि उहाँलाई नै खोजेर उहाँलाई नै बोलाएर बाटोमा मेन अघि भेटेको थिएँ नि, बाटोमा उहाँ भेटेको पनि उहाँ नै हुनुहुन्छ है फेरि। अनि त्यसपछि उहाँ चाहिँ को हुनुहुँदो रहेछ भन्ने कुरा त उहाँकै मुखबाट सुनौँ है। सुनमाया तामाङ मेरो नाम। हजुरको घर चाहिँ सिरियलमा होइन कसको घर भनेर देखाउँछ? जगतेको। ए जगतेको। अनि त्यसपछि सीताको सृष्टिको हजुर घर भनेर देखाउने हजुरको हो। थाहा पाइसक्नु भयो होइन गाइस तपाईँहरूले, किनकि उहाँको घर भनेको एकदम इम्पोर्टेन्ट हो होइन। विशेष गरेर सीता सिरियलमा धेरै देखाउने भनेको उहाँको घर हो। त्यस कारणले गर्दाखेरि आज उहाँ एकदम विशेष स्पेसल मान्छे हुनुहुन्छ र उहाँले पनि आज मलाई यो सीता सिरियल कहाँ कहाँ हुन्छ भन्ने कुरा सबै कुरा देखाउनको लागि सहयोग गर्दै हुनुहुन्छ आमा सुनमाया तामाङ होइन। ल हामी चाहिँ अब सबभन्दा पहिला चाहिँ सीता सिरियल सुटिङ हुने टोलीहरू टिमहरू आएर कहाँ बस्छन् कहाँ खान्छन् त्यो ठाउँ पनि देखाइदिनु। अनि त्यसपछि त्यो बाहिर बाहिर देखाएर आएर हजुरको घर चाहिँ लास्टमा, किनकि हजुरको घर एकदम इम्पोर्टेन्ट ठाउँ हो है। यतिखेर चाहिँ हामी सीता सिरियल टिमहरू चाहिँ सुटिङ गर्न आउँदाखेरि बस्ने घरमा आइपुगिसकेको छ। नमस्कार। नमस्ते। हजुरको शुभ नाम सर? रुतब आचार्य। हजुरले नि सीता सिरियल सुटिङ टिमलाई चाहिँ यो व्यवस्थापन बस्नको लागि यो लोकेसनहरू सबै कुरा मिलाइदिनु भएको रे भन्ने कुरा सुनेको थियो। के हो त्यो? कसरी चाहिँ उहाँहरू यहाँसम्म आइपुग्यो? कुन माध्यमबाट कसरी यो जुर्यो यहाँ? यस्तो यो हाम्रो त्यहाँको त्यो सीता सिरियलको जगतेको रोल गर्नुहुन्छ नि अहिले। हजुर हजुर। बालकृष्ण ओलीजी। हजुर। उहाँ चाहिँ अरू सिरियलहरूमा आउँदा नि मेरो चिन्जान भएको थियो। हजुर। होइन अनि मैले अरू सिरियलहरू पनि शान्ति नै रोल गरेको थिएँ। हजुर। अनि एउटा त्यही उसको सिलसिलामा हामी एउटा कार्यक्रम गर्दैछौँ। मलाई चाहिँ एउटा यताको लोकेसन एकदम राम्रो लागिरहेछ। के गरौँ सर भन्नुभयो। होइन त तपाईँहरू आउनुहोस्, अब तपाईँलाई चाहे सहयोग म गर्छु भनेर भने पछि उहाँहरूले आउनुभयो, लोकेसन हेर्नुभयो। अनि बस्ने कुराहरूमा बस्ने व्यवस्थापनमा चाहिँ अब गरेर गर्नुभएको। त्यसपछि बस्ने व्यवस्थापन मैले गरेँ हो, त्यति हो मैले धेरै गरेँ। भट्टी घर पनि बाटैमा पर्ने भएको कारणले गर्दाखेरि केही समय भट्टी घर पनि हेऱ्यौँ। सीता सिरियलमा भट्टी पसल भनेर देखाउने घर चाहिँ यही घर हो है। कस्तो दामी पुरानो मोडलको के होइन, पुरानो डिजाइनको घर, नेपाली घर भन्छ खासमा यसलाई। 2-3 तलाको घर हो क्या हो? 2 तलाको घर। यस्तो माटोको घर कस्तो राम्रो छ। यता साइडबाट पनि देखाउँछु। अनि यो घरबाट चाहिँ टक्क लाएर हामी आएको बाटो यताबाट पछाडिबाट हेर्दाखेरि यस्तो देख्न सकिन्छ है। 2वटा घर उस्ता उस्तै छ। एउटामा चाहिँ सेतो कलर लगाएर कस्तो राम्रो बनाएको छ भने एउटा चाहिँ कलर लगाएको छैन, तै पनि राम्रो देखिएको छ। भट्टी घर हेरिसकेपछि अब भने हेर्ने पालो घिसिङको घर। यहाँबाट टक्क लगाएर भित्र गल्लीबाट जाने बेलामा अब आउने यो घर चाहिँ घिसिङ घर भनेर देखाउने हो। हेलो बाबु,
के छ हाई हाई गर न यार मेरो ब्लगमा यार ए आमा हुनुहुन्छ आमा नमस्ते आमा हजुरको घरमा पनि सीता सिरियल सुटिङ हुन्छ अरे नि त हो होइन सीता जायो होइन घिसिङ नै नै सिरियलको नाम फिल्मको नाम सिरियल तपाईँको नाम भनिदिनु पर्यो आमा सबैभन्दा पहिला मेरो नाम त इन्द्रमाया सिन्द्रमाया के इन्द्रमाया तामाङ तामाङ हुनुहुन्छ ए यो गाउँमा धेरै जसो तामाङ बस्ती छ क्या हो तामाङ सबै तामाङ हो। तपाईँको घरमा चाहिँ कसरी आयो कोही के भनेर कसरी चाहिँ यही घर मन परायो उहाँहरू थाहा छ खोइ के थाहा के थाहा छ के भन्ने सुरुमा के भन्न आयो आउनुभयो र खोइ हामी सुटिङ खेलाउँ कि तपाईँको घरमा तपाईँको घरमा भन्यो कि हजुरले चाहिँ सिधै सोझै हुन्छ भन्नुभयो अनि गर्नु नि त के भएको छ र है हजुर भन्यो कि मैले ए अनि घरै लाने होइन पो अनि खेल्ने त हो नि भन्यो कि मैले चाहिँ सुटिङ हेर्नुहुन्छ कि हुँदैन घरमै आफ्नै घरमा भएको सुटिङ हेरेको छैन नै नै यहाँ सुटिङ कसरी गर्छ के गर्छ यहाँ बसेर तिनीहरू गरेको चाहिँ हजुरले तिनीहरू गरेको त हेर्छ कहिले उता बस भन्छ कहिले उता उठ्नु पनि नसक्ने बस्नु पनि नसक्ने मान्छेलाई कहिले उता कहिले उता ए झन्झट त झन्झटै रहेछ मलाई त झन् गाह्रो के कहिले कहिले भित्रै बस्नु रे कहिले भित्र त नबस भनेको बाहिर आयो कहिले पिँढे बस्यो यता आऊ भन्छ यता आयो उता जाऊ भन्छ क्यामेरामा नदेखिनु पर्यो फ्रेममा हजुर हजुरको घर भनेपछि यस्तो देखिन्छ ल म घर देखाउँछु है त हजुरको एकचोटि ल ल हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले होइन यही घरमा चाहिँ सीता सिरियलमा घिसिङको घर भनेर देखाउने यही घर हो है मजाले यहाँ दिदीमा बसेको देखाउने होइन नानी सानो उसको छोरी चाहिँ यहाँ बसेर होमवर्क गरेर बसेको देखाउँछ होइन यहाँ लेखेको टक्क लाएर देखाउँछ यो घरमा आउनको लागि चाहिँ टक्क यताबाट सानो गोरेटो बाटो छ ल है हेर्न सक्नुहुन्छ तपाईँहरूले बाइक चाहिँ मजाले आउँछ तर गाडी आउन सक्दैन भने यहाँको वरिपरिको दृश्य दुईजना सानो भाइ चाहिँ यहाँ बसेर टक्क मोबाइल खेलाएर बसेको छ सो त्यही हो यहाँबाट चाहिँ यता अगाडि यसरी ओह्रालो गयो भने चाहिँ हामी टक्क ल्याएर अर्को घरतिर उता घरतिर अनि त्यस टोयलेटहरू जान अनि त्यसपछि यता मजाले देख्नुहुन्छ सुन्तला बारी यो सबै देखेको सुन्तला बारी हो नवबुद्ध होइन आमा ऊ त्यो माथिको चाहिँ त्यसको ठ्याक्कै अगाडिपट्टि हो कि पछाडिपट्टि हो ठ्याक्कै यतापट्टि सुटिङ लोकेसन रयले भन्ने गाउँ पर्छ भने हामी यो आज यो घरको भित्री दृश्य पनि हामी हेर्नेछौँ आज होइन हुन्छ हुन्छ खोल्नु पर्दैन हेर्नु त पक्नु है मेरो यो निकाल्नु पर्यो केही हुँदैन ए ल फाइनली ल गाउँको घरलाई यस्तो हुन्छ ओहो ल गाउँको घर देख्नुहुन्छ तपाईँहरूले यस्तो मजाले कति चिसो हो आमा भित्र त यो कहिले तातिँदैन यो भित्ताले यत्रो बाक्लो वाल छ ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यत्रो बाक्लो वाल पुरानो अनि त्यही भएर यो कहिले तातिन्न चिसो आउँछ के त्यही भएर ऊ आगो बाल्दै अनि ल्याउँदै राख्दै गऱ्यो ए चिसो हुन्छ भनेर है ऊ चिसो ऊ पानी निस्किने जस्तो छ ऊ यहाँतिर सबै ऊ ए रसाको आमा उताको बाटोको पानीहरू रसेर आगो हजुर ए त्यही भनेर भित्रको चाहिँ यस्तो देख्न सकिन्छ तपाईँहरूले यता मजाले टक्क लोकल अर्ग्यानिक घरको आलु राख्नुभएको छ आमाले यहाँ चाहिँ है सो त्यही हो अब यहाँबाट चाहिँ टक्क माथि जाने भर्याङ छ म माथिको चाहिँ देखाएन है सबै देखाएन हजुर आमा अनि यो भित्रको सिन पनि देखाउँछ आमा कहिले कहिले देखाउँछ हो यो पनि देखाउँछ यहाँ बसेर टक्क यहाँ बसेर गर्छ म त बाहिर बस्छु के उनीहरू यहाँ भित्र देखाउने बेलामा फेरि बाहिर जा भन्छ बाहिर ए घरि के हो घरि कता होइन झन् नसक्ने मान्छेलाई ए त्यही त नि त्यहाँ अगाडि एउटा बेड नजिकैको एउटा चाहिँ झ्याल अनि त्यसपछि यहाँ एउटा ढोका हरियो यो तपाईँहरूले देखिराख्नु भएको हो होइन कहिले त ऊ सुतेरै गर्छ घिसिङ सुतेर त्यो बेडमा सुतेर सुतेर ए त्यही त नाम अब के गर्नुपर्छ नाटक गर्ने बेलामा नाटक गर्यो हजुर हजुर आमा ए म त ऊ सुतेर नि त भने सक्दैन यहाँ बसिराख्नु सुतिराख्नुहुन्छ हजुर ल बस्नु आमा बस्नु मैले चाहिँ तपाईँहरूलाई घिसिङको घर भनेर देखाउने घर चाहिँ मैले देखाइसकेँ होइन अब चाहिँ म जगतेको घर अथवा सृष्टिको घर भनौँ न सीताको घर भनेर देखाउने घरमा जान्छु त्यो घर चाहिँ लास्टमा देखाउने भनेको थियो तर आमा चाहिँ व्यस्त भएको कारणले गर्दाखेरि पहिले त्यो घर देखाउँछु जगतको घरमा जाने बाटो चाहिँ यही हो है टक्क लाएर देख्नुहुन्छ तपाईँहरूले ठ्याक्कै यो रेलिङ चाहिँ एकदम ख्याल गर्नुभयो होला तपाईँहरूले रेगुलर हेर्ने मान्छेले होइन यही रेलिङबाट झर्ने चढ्ने निकै देखाउनु हुन्छ नि त सिरियलमा बाबु तिम्रो नाम के हो प्रवेश हो वाइबा तिम्रो घरमा त होइन सुटिङ हुने सीता सिरियल कसै घर भनेर देखाउँछ अरे सीताको अनि जगतेको घर भनेर होइन जाउँ न त ल ल यही सिडीमा चाहिँ निकै भनौँ न ओहोरदोहोर गरेको देखाउँछ नि त होइन सिरियलमा ल फाइनली ल तपाईँहरू देख्नुहुन्छ
अगाडि पिँढी आइपुग्यो। ल यही घरमा चाहिँ जगतको घर अनि त्यसपछि सीताको घर अनि सृष्टिको घर भनेर देखाउने घर यो हो। मेन इम्पोर्टेन्ट मुख्य लोकेसन भनेको चाहिँ यही हो कि सीता सिरियलको चाहिँ एकदम सीता सिरियल मध्येको सबभन्दा राम्रो चिटिक्कको घर पनि यही घर हो जस्तो लाग्छ मलाई है। अहिलेसम्म मैले हेर्दाखेरि चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ? यतापट्टि देख्न सक्नुहुन्छ तपाईँहरूले मजाले यता लाइनसँग घरहरू छ होइन, सबै पुरानो डिजाइनको माटोको होइन, कस्तो राम्रो के नेपाली घर भन्ने टाइपको के 2 तला पुरानो हुन्छ त्यो 3 तला टाइपको घरहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यता अगाडि चाहिँ मजाले सुन्तला बारीहरू देख्न सक्नुहुनेछ। अब चाहिँ यहाँ आमालाई बोलाएर टक्क लाएर अनि घरको भित्री पनि सबै अनि त्यस यहाँको बारेमा थोरै कुरा गर्छु है त। आमा चाहिँ अघि सुरुदेखि नै मसँग हिँडिराख्नु भएको छ होइन। आमाको परिचय त अघि नै दिइसकेको छ, आमाको बारेमा सबै थाहा भइसक्नु भएको छ। यो घरको घरबेटी आमा हुनुहुन्छ है। यो घर चाहिँ सीता सिरियलको मुख्य सुटिङ लोकेसन जगतको घर भन्ने यही आएन आमा? हजुरको घरमा सुटिङ हुन थालेको कति जति भयो आमा थाहा छ? 3 वर्ष लाग्यो होला। सिरियल चाहिँ कतिको हेर्नुहुन्छ त तपाईँकै घरमा सुटिङ भएको सिरियल चाहिँ? म अब सुटिङ भएको देख्छु, त्यति हेर्दैन मैले। मोबाइलमा हेर्नुहुन्न? मोबाइलमा टिभीमै आउनु त। टिभीमा नि हेर्नुहुन्न? हेर्छु। ए हेर्नुहुन्छ? कहिले यतापट्टिको यो घरलाई चाहिँ पनि किचन हो कि के टाइपको यताबाट आएको देखाउँछ नि त? किचन यो घर हो। त्यस्तो कस्तो देखाउँछ त्यो भनिदिनु न। यता घरमा किचन बनाउँछ। कोठा चाहिँ कस्तो छ भित्र देखाउनु त जाम त? त्यताबाट म खोल्छु भाइ जानु। ए यताबाट देखाउनु न। खास देखाउने त यताबाट हो नि त होइन? घर चाहिँ आमाले ढोका खोल्दै हुनुहुन्छ। ए किचनै रहेछ नि तपाईँहरूकै किचन रहेछ नि आमा? हजुर। त्यहाँबाट टक्क ल्याएर यसरी चियाहरू के ल्याएर अनि ऊ त्यहाँ गएर बसेर खाएको जस्तो देखाउँछ नि त। अनि त्यसपछि यो भर्याङ चाहिँ कस्तो राम्रो चट्ट बनाउनु भएको रहेछ नि त तपाईँहरूले? यो बाटो ढलान गरेर पछि बनाएको। यो भर्याङ चाहिँ अब त्यो सिरियलमा पनि कस्तो ओरदोर गरेको देखाइरहन्छ नि त। अनि कस्तो राम्रो देखिरहेको हुन्छ कि। यहाँबाट माथि जाऊँ न आमा, एकचोटि बाटोमा पुगेर हेरौँ न दायाँ बायाँ तपाईँहरूको घरको कस्तो राम्रो के चट्ट बाटोबाट घरसम्म आँगनसम्म जानलाई बाटो रहेछ यो। ट्याक्क ल्याएर यो बाटो होइन आमा? यो चाहिँ यहाँ पिच यो पनि देखाइरहेको हुन्छ, यो पिच बाटोहरू। अनि यता यो गाउँको ट्याक्क ल्याएर देख्न सक्नुहुन्छ तपाईँहरूले मजाले ठुलो वाल लगाएर चाहिँ यो बाटो टक्क ल्याएर ढलान गरेको छ कि। यहाँ माथिको दृश्य चाहिँ यहाँ गाउँलेहरू नै हुनुहुन्छ, यता सुन्तला बारीहरू होइन, कस्तो हरियाली। पछाडिबाट हेर्दाखेरि यो घरलाई चाहिँ टक्क ल्याएर ल है सेतो घर कस्तो स्ट्यान्डर्ड देखिएको छ गाउँको, एकदम सिम्पल एकदमै। कति तलाको आमा यो घर? 3 तला हो कि 2 तला? 2 तला। यो घर बनाएको कति वर्ष भएर आमा? 15 वर्ष हुन लाग्यो होला। ए 15 वर्ष भइसक्यो है। अनि त्यसपछि आमा यो सुटिङ गर्ने बेलामा के यो झन्डाहरू देखिँदैन त? यो तपाईँको बुद्धको फुगाल्छ। ए सुटिङ गर्ने बेलामा यो सबै निकालेर तामाङको घर जस्तो भयो अहिले त। सुटिङ गर्न देखाउनु हुन्न हुँदैछ यहाँ बाँधेर राख्छ कि। ए सबै निकालेर यहाँ बाँधेर राखेर अनि मात्रै सुटिङ गर्छ। ए बाँधेर राखेर। ए त्यही त नि सुटिङ गर्नेलाई के गर्नुपर्ने है आमा? हजुर। कोही देखाउनु पर्ने, कोही लुकाउनु पर्ने है। ल हेर्न सक्नुहुन्छ है कस्तो राम्रो घर छ। कतिवटा कोठा छ आमा यहाँ? टोटल थुप्रै कोठा छ क्या? यो घर त धेरै लामो छ है, ठुलो। 4 कोठा। ए यता के छ? यता गएर देखाउँ हामीलाई। अब यता चाहिँ टोयलेट रहेछ होइन? यता टोयलेट रहेछ। ऊ त परालको कुन्ने त्यहाँ रहेछ त। ऊ के हो त्यो? पराल होइन त्यो? त्यो पराल होइन, त्यो सल्लाह सबै राखेको। ए त्यो त त्यो त्यहाँ परालको कुन्ने थियो। ए परालको कुन्ने भएको यता हो होइन? बेलामा यता परालको कुन्नेमा यता काम गरेको पनि देखाउँछ होइन त यता। ल हो यहाँ चाहिँ परालको कुन्नेमा काम गरेको देखाउने यहाँ रहेछ ल है। सुटिङ कहिले यता भित्र गर्छ? यता नि हुन्छ आमा? हुन्छ, यहाँ भित्र नै गरेछ। ए यहाँ भित्र नै हुन्छ है सुटिङ? ए यहाँ बसेर त्यो सोफामा बसेर कहिले कहिले देखाउने, चिया खाएको देखाउने यही हो क्या? हो होला कि यो बाबुले यहाँ पानी पोखाएर होइन केही पर्दैन आमा, त्यो नजिक जान्न म केही हुन्छ। ए यही त हो नि यहाँ बुद्धको टक्क ल्याएर यहाँ वाल यो पनि देखाउँछ त, देखिन्छ सिरियलमा क्लियर देखिन्छ नि त। यो चाहिँ सही होला। यतापट्टि चाहिँ कस्तो मजाले डेकोरेसन बनाउनु भएको रहेछ सजाएर राख्न लागि गिफ्टहरू। अनि यो चाहिँ के ओहो यहाँ त के रहेछ त आमा? यहाँ ए सीता भनेर प्रमाणपत्र रहेछ नि त यहाँ तपाईँहरूलाई सम्मान गरेको हो यो हो। जाउँ आमा उतापट्टि पनि देखाउँछ हुन्छ कहिले कहिले अलिअलि? त्यो त देखाउँछ भाइ। अनि ऊ त्यहाँ त खाड के मिलाएर मात्रै गर्छ नि त। यो खाड सार्छ है। हजुर यसरी कलर गरेर कस्तो राम्रो गर्नुभएको कि तपाईँहरूको फिनिसिङहरू।
सीता जगतेको बाबुआमा ए जगतेको बाबुआमाको फोटो पनि यहाँ छ यो सिरियलमै देखाउने भनेर हो नि त हजुर। यो टक्कै यहाँ सुटिङ हुने बेलामा टक्क ल्याएर यो उनीहरूको फोटो पनि देखियो भने त वास्तविक रियल देखिन्छ नि त त्यही भएर फोटो पनि सजाएर राखेर रहेछ टक्क ल्याएर जगतको बाबा र आमा भनेर माथि नजाने माथि नजाने जगते र सीताको छ ल्याउनु के अरे फोटो ल्याइदिनु नि त एकचोटि के छ मान्छेहरूलाई अझै रियालिटी हुन्छ नि त बाबु के छ त्यहाँ ए सीताको र सृष्टिको फोटो पनि यहाँ छ ल यी सबै भनेपछि तपाईँहरूले देख्न सक्नुहुनेछ रियालिटी आउँछ नि त वास्तविक हो रहेछ भन्ने कुरा हुन्छ नि त तपाईँहरू दसैँको टिका लगाएको ए टक्क ल्याएर यहाँ राख्नुभएको छ खै आमा के ल्याउनु भएको दसैँको टिका लागेको जगत ए जगत र सीताको टिका लगाएको यहाँ फोटो ल हेर्नु सक्नुहुन्छ है मान्छेलाई नभेटिए पनि यहाँ फोटो चाहिँ मजाले स्पष्ट देख्न सक्नुहुन्छ तपाईँहरूले अनि यहाँ चाहिँ ए यहाँ पनि जगत र सीता नै रहेछ यो चाहिँ दसैँमा लगाएको या नलगाएको यो चाहिँ उहाँहरूको घर भनेर देखाएको कारणले गर्दाखेरि फोटोहरू पनि टक्क सजाएर राख्यो भने साँच्चीकै मानिन्छ नि त मान्छेले होइन हेर्ने मान्छेले पनि सृष्टिको पनि घर हो जगतको बहिनी होइन सीताको नन्दा ल सबै फ्यामिलीको फोटो यहाँ चाहिँ अब बुवा र आमाको फोटो यहाँ झिक्छु ल बुवा र आमाको पनि फोटो झिकेर यहाँ टक्क ल्याएर यसरी राखिसकेपछि खै बाबु ल यसरी राखिसकेपछि टक्क ल्याएर ल हेर्न सक्नुहुन्छ तपाईँहरूले ढोकाबाट बाहिर निस्किँदाखेरि देखिने दृश्य कस्तो देखिन्छ हामी अब देखाउनेवाला छौँ जम्मामा बाहिर अब बाहिर जाँदाखेरि ठ्याक्कै तपाईँको घरको अगाडिबाट ढोकाबाट बाहिर निस्किँदाखेरि कस्तो देखिन्छ त कतिको राम्रो देखिन्छ ध्यानले देखाउने क्या आमा ल हेर्न सक्नुहुनेछ ल अगाडि आँगन है अनि त्यसपछि टक्क ल्याएर यहाँ अगाडि पिँढीमा चाहिँ बेन्च छ यहाँ बस्नको लागि यहाँ बसेको सिरियल त सुटिङ त सिन त कति हो कति आउने यो त तपाईँहरूलाई थाहा छ होइन विशेष गरेर आउने नै यहाँ बसेको आउँछ यतिखेर चाहिँ हामी सल्लेनी गाउँ भन्ने आइपुगिसकेको छ ढुलीखेल नगरपालिकै पर्छ है यो चाहिँ शङ्खुको वरिपरि नै पर्छ धेरै टाढा पर्दैन लगभग बाइकमा हामी त्यो आमाको घरबाट चाहिँ 5 मिनट जति चाहिँ 5-7 मिनट बाइकबाट आउँदाखेरि लाग्यो है टाइम चाहिँ सीता सिरियलमा चाहिँ सीताको माइत अहिले हाल चाहिँ हालको नयाँ एपिसोडहरूमा चाहिँ सीता चाहिँ बसेको घर भनेर चाहिँ देखाउने त्यो घरमा आएको छु होइन यही घरमा सीताको घर भनेर देखाउने अथवा चाहिँ सीताको माइत सीता अहिले बसेको घर देखाउने यही घर हो यहाँ नजिकै एउटा बिल्डिङ घर पनि छ आरसीसी घर पनि छ होइन त्यही हो अनि हामी चाहिँ बाइकमा आएको यतिखेर बाइक चाहिँ यहाँ पार्किङ गरेको छ पछाडिको दृश्य तपाईँहरूले यसरी हेर्न सक्नुहुनेछ अब घरबेटीको र अनि त्यसपछि अगाडिको दृश्य चाहिँ तपाईँहरूले पछि हेर्नुहुनेछ है यही बाटो झर्दै 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 अनि हामी टक्क यसरी सीताको घर अथवा सीताको माइतमा पुग्न सकिन्छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले घरबेटी बा उहाँकै घरमा सीताको घर भनेर देखाउने हालको अथवा सीताको माइत घर भनेर देखाउने चाहिँ उहाँकै घर हो अब चाहिँ हामी उहाँसँग छोटो कुराकानी गर्छौँ अनि त्यसपछि घर चाहिँ मजाले भित्र बाहिर हेर्छौँ है त ल यो माइक टक्कलाई यहाँ राख्नु पर्यो ल हजुरको नाम भनिदिनु पहिला मेरो नाम रामजी खत्री हो ए रामजी खत्री हुनुहुन्छ ए के काम गर्नुहुन्छ हजुरले म यही हो खेतीपातीको ए यहाँ बस्न मिल्छ है ए भाँचिने सम्म ठिक छ हजुर बस्नु ल ए ल ल ल म यतिकै अडाउँछु मात्रै ल यो घरमा चाहिँ को हुनुहुन्छ त खास तपाईँको हाम्रो चाहिँ घरमा 2 जना मात्रै छौँ अहिले ए 2 जना मात्रै हुनुहुन्छ बुढाबुढी हुनुहुन्छ हजुर तपाईँको यो घरमा के सुटिङ गर्ने भनेर चाहिँ कसरी आयो कुन माध्यमबाट पहिला कसरी कन्ट्याक्ट भयो तपाईँहरूको यो मेरो श्रीमतीले पहिला नै कन्ट्याक्ट गर्नुभएको थियो हजुर त्यही कारणले उसैले बोलाएर लिएर आएको हो ए अब भनेपछि तपाईँले तपाईँको घर चाहिँ मलाई भित्र बाहिर हजुर हजुर सबै देखाउनु पर्यो ल हुन्छ है त यो अगाडिपट्टि त ट्याक्क ल्याएर के भन्छ तुलसी मोठ रहेछ होइन हजुर चट्ट पूजा गर्नको लागि ल राम्रो तपाईँको यहाँ बस्नको लागि चाहिँ सर र यहाँ दाइले सानो मेचहरू बनाइदिएको सबै भाँची तपाईँ आफैले बनाउनु भएको हजुर म ठिक छ गाउँ ठाउँमा कस्तो मजा हुन्छ नि यस्तोमा बस्नलाई तर यस्तो भाँचिएको राख्नुभन्दा त नराखेकै राम्रो किनकि मान्छे लड्छ के अगाडिबाट यसरी हेर्दाखेरि ल यो घर चाहिँ तपाईँको यो घर चाहिँ कति 2 तलाको घर हो यो 2 तला हो ए माथि 1 तला छ तल 1 होइन ए 2 तलाको घर गाउँको चिटिक्कको अनि कतिवटा कोठा छ यो घर यो घरमा मैले एउटा मात्रै कोठा बनाएको छु ए एक तल एउटा माथि एउटा हजुर 4वटा थियो हजुर भत्काइदिएँ उनीहरूलाई ठाउँ साँग्रो भयो भनेर कोठा भत्काइदिएँ एउटा ए अब भित्र जाम हामी भित्र जाम भित्र कस्तो छ यो सीताको घर भनेर देखाउने घर चाहिँ नजिकबाट हेरौँला ल बत्ती बालिदिनु अँध्यारो रहेछ ए त्यति हो बत्ती अरू छैन
ठिक छ अर्को राखिदिन्छु नि त। यही घरमा सुटिङ हुन्छ। यो भित्रपट्टिको दृश्य यस्तो देख्न सक्नुहुनेछ। यहाँ चाहिँ के हो, गाई पनि बेलुका यहाँ बाँध्नु? हजुर यहीँ बाँध्छु। ए गोठ छैन। कस्तो राम्रो, कस्तो राम्रो है। हजुर न्यानो हुन्छ भनेर हजुर हो। गाई बस्तुको माया लाग्छ अनि त्यसैले खाना दिन्छ होइन। हजुर अनि खाना दिएपछि त्यसको माया गर्नु परेन। हजुर। फेरि गाई भनेको त त्यो लक्ष्मी हो नि त, घरभित्रै राख्ने चिज हो नि त। त्यही भएर पनि तपाईँले चाहिँ घरमै सजाएर राख्नु भएको। हजुर सजाय। ए एकदमै राम्रो गर्नुभएको रहेछ तपाईँले। ल यता भित्रको चाहिँ सुटिङहरू हुन्छ हुँदैन? यहाँ गजब खानु यहाँ मजाले सुटिङ हुन्छ। यो बेड पनि देखाउनुहुन्छ? हुन्छ। यो बेड देखाउनुहुन्छ कहिले कहिले यहाँ भित्र खाना बनाएको चुलोमा बसेको देखाउनुहुन्छ। ल पर कुनाबाट हेर्दाखेरि अनि टक्क अगाडिको ढोका भएको ठाउँतिर हेर्दाखेरिको दृश्य यतापट्टिको झ्याल भयो, यतापट्टिको बेड भयो अनि उतापट्टिको ढोका भयो। अनि त्यसपछि यताबाट गयो भने हामी भर्याङमा जान सक्छौँ। माथि पनि सुटिङ हुन्छ र दाइ? हुन्छ हुन्छ माथि नै हुन्छ? हुन्छ। ए ल माथिको दृश्य पनि आज अब हामी हेर्छौँ। हिँड्नु त अगाडि हुन्छ। ए कस्तो मजाले यहाँ कोठा थियो, यहाँसम्म थियो। मैले भत्काइदिएको, उनीहरू आएपछि सजिलो। यो उतापट्टि पनि सानो कोठा हो क्या? हो उता कोठा छ, सानो चिटिक्कको कोठा छ दाइ पनि। यहाँ यता पनि यता बस्नुहुन्छ कोही यतापट्टि। राम्रो रहेछ त। यी हजुर भित्र रहेछ त। ए यहाँ पनि चुलो रहेछ त दाइ? छ। कस्तो राम्रो के, यो फर्स्ट टाइम देखेर आएको छु। ल अब हामी बाहिर निस्किन्छौँ अनि त्यसपछि दाइको मूल ढोकाबाट चाहिँ बाहिर देखिने दृश्य आँगन कस्तो देखिन्छ त्यो पनि देखाउँछौँ। ल यस्तो देख्न सकिन्छ हामीले। यतिखेर चाहिँ म अर्कै ठाउँमा आइपुगिसकेको छु होइन। सीता सिरियलमा देखाउने घरहरू मध्येमा यो चाहिँ हेडसरको घर भनेर देखाउने घरमा आएको छु होइन। यहाँ चाहिँ ठ्याक्कै स्कुल पनि नजिकै रहेछ कि। अगाडि पछि ट्याक्क मन्दिर छ अनि त्यसपछि बाइक मैले यहाँ पार्किङ गरेको छु। तल चाहिँ मेन रोड तल छ है। अब यहाँबाट चाहिँ हामी सिधा यसरी गएपछि चाहिँ यतिखेर हेडसरको घर भन्ने ठाउँतिर आइपुगिसकेका छौँ। घर चाहिँ कुन हो आमा देखाउने? यही घर हो? ए अब हेडसरको घर देखाउने त यही रहेछ। घरमा चाहिँ कोही हुनुहुन्न क्या हो है? ए पछाडि हुनुहुन्छ। ल मैले चाहिँ खासै सिरियलहरू त्यति रेगुलर हेर्न भ्याउँदैन नि त। त्यस कारणले गर्दाखेरि ठ्याक्कै कन्फर्म हुँदैन मलाई चाहिँ है। आमाले देखाएको भरमा यो चाहिँ हेडसरको। आमा नमस्ते। सीता सिरियलमा हेडसरको घर भनेर देखाउने यही हो? ए ल उहाँ माथि आमाले पनि यही हो भन्नुभएको छ। भनेपछि यो पक्कै यही घर हो है। यो घरको ठ्याक्कै माथिपट्टिको छिमेकीहरूको घर टक्क कस्तो राम्रो छ। यो घरमा को रहेछ हामी जान्छौँ अब उहाँहरूसँग कुराकानी गर्न। हजुरको घरमा सीता सिरियलमा हेडसरको घर भनेर देखाउने हजुरको घर हो? हेडसरको घर भनेर बेला बेला सुटिङ गर्ने के अगाडि? यो अगाडि। यो चाहिँ पछाडिको भागबाट देख्दाखेरिको दृश्य यस्तो देख्न सकिन्छ तपाईँहरूले। अब हेर्ने पालो घनश्याम बाको घर। तर त्यो घर केही पर भएको कारणले गर्दाखेरि स्थानीयहरूसँग सोध्दै खोज्दै म त्यहाँ पुगेँ। फाइनली यहाँ परबाट हेर्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ यही घरमा चाहिँ घनश्याम बाको घर भनेर देखाउने यही घर हो होइन। अनि यसरी देख्छ भने चाहिँ ल परबाट हेर्दाखेरि चाहिँ टक्क घनश्याम बाको घर यो। हेलो भाइ के छ? ठिक छ? तिम्रो घरमा सीता सिरियल सुटिङ हुने हो? ए ल ल ल ल त्यसो भए आज तिम्रो घर देखाउने भनेर म आएँ है। ल बाबाहरू बाबा दाइ त्यता हुनुहुन्छ? हजुरको परिचय दिउँ दाइ पहिला, सबैभन्दा पहिला। मेरो आनन्द सत्याल, हजुर धुलिहेल वडा नम्बर 12, हजुर शङ्खु छाप सत्याल टोल। सीता सिरियल सुटिङ भएको त लगभग भइसक्यो, 1.5 वर्ष जति नै भइसक्यो। अब त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ घर देखाउने, घर कहाँ पर्छ कस्तो छ भन्ने कुरा चाहिँ हामीले विस्तृत रूपमा देखाउने हो। त्यस कारणले गर्दाखेरि अब चाहिँ हामी घर हेरौँ है। यतापट्टि देखिएको यो पुरानो घर पनि तपाईँकै हो? हजुर यो आदि मेरो आदि दाइको। ए भनेपछि यतापट्टि तपाईँकोमा के छ अहिले? गाई भित्र गाई छ, बोका छ, गोठहरू छ भन्नु। यो गाई गोठहरू छ। यो साइडबाट हेर्दाखेरि चाहिँ यो घरलाई यस्तो देखिन्छ। यतापट्टि चाहिँ प्लास्टरहरू गरेको छैन होइन, टक्क इँटा देखेको छ, राम्रो देखेको छ। अनि पछाडि सुन्तलाबारीहरू रहेछ। यो घर उहाँहरूकै पुरानो घर। हजुर। अनि यो आँगनहरू यस्तो होइन बाबु? ल यो आँगनहरू ट्याक्क लाएर अब सिरियल सुटिङ हुने बेलामा त ट्याक्क लाएर इम्पोर्टेन्ट पार्टहरू थोरै देखाइरहेको हुन्छ नि त। त्यस कारणले गर्दाखेरि यो घर विस्तृत रूपमा वरिपरिको दृश्य कस्तो देखिन्छ भन्ने कुरा देखाउनको लागि नै म यहाँ आएको हो। यहाँ घरको चाहिँ दृश्य हेर्दाखेरि चाहिँ अगाडि टक्क सानो छोटो वालहरू चाहिँ लगाएर टक्क पेन्टिङ गरेर कस्तो राम्रो चिटिक्क बनाउनु भएको छ। घरलाई क्लियरली हेर्ने हो भने ल यस्तो देख्न सकिन्छ है। टक्क 2 तलाको घर अनि त्यसपछि माथिपट्टि रेलिङ छ, बरान्डा भन्छ होइन, त्यो पनि कस्तो राम्रो। अनि त्यसपछि आँगन भइहाल्यो होइन। अब चाहिँ हामी यो घरभित्रै हेर्छौँ। यो घनश्याम बाको घर भनेर देखाउने घरको घरभित्रको दृश्य कस्तो रहेछ त हामी हेर्नेवाला छौँ। ल ओहो छिर्ने बित्तिकै फर्स्टमा किचन। हजुर
कस्तो मजाले होइन डाइनिङ किचन हल डाइनिङ जस्तो। टेबल हजुर हरू अब फ्रिजहरू सबै उ छ ए यही गाउँघरको घर यस्तै त हो नि कस्तो राम्रो छ चिटिक्कको सानो चिटिक्कको हजुर कति शीतल छ भित्र पनि होइन यहाँ डाइनिङ यही छ यहीँ खाना बनाउनुहुन्छ यहाँ टक्कै खानुहुन्छ यतापट्टि सानो कोठा देखेको छ हाम्रो यतापट्टि चाहिँ मेरो पूजा गर्ने ए हजुर पूजा कोठा है हजुर। तपाईँले कर्मकाण्ड के त्यस्तो टाइपको पनि गर्छ भन्नुभएको सबै थियो। थरी यही सिधा पूजापाठ। सिरियलकैमा एउटा सिनमा हजुर सिन्दुर हाल्नुपर्ने ऊ सिन पनि मैले गरेको छु हजुर त्यसमा चाहिँ पण्डित बा तपाईँ बन्नुभयो मैले भने यतापट्टि एउटा कोठा देखेको छ यो कोठामा सुटिङ हुन्छ कि हुँदैन हुन्छ हुन्छ हुन्छ। ए, यो कोठा पनि हेरौँ है एकैछिन हस् है। हस् हेरौँ त हस् ल ओहो ल ल यो कोठा हेर्ने बित्तिकै यो बेडमा हुन्छ होइन सुटिङ बेडमा हुन्छ ए अनि त्यसपछि यो बेडमा हुने बेलामा त्यो फोटोहरू तपाईँहरूको हेरेको फोटो होइन हाम्रो यो यही हाम्रो बाबुकै फोटो हो यो त ए हजुर हजुर ऊ हाम्रो ऊ नानीहरूको बिहाको फोटो यो ए हजुर अनि त्यो फोटोहरू त हटाउनुहुन्छ सुटिङ यो फोटोहरू चाहिँ सबै हटाउनुहुन्छ ए हजुर हटाएपछि अनि सुटिङ गर्नुहुन्छ सुटिङ गर्नुहुन्छ सो भइहाल्यो भित्रको दृश्य हामीले हेऱ्यौँ लगभग होइन हजुर। अब चाहिँ हामी यहाँ मूल ढोकाबाट बाहिर ठ्याक्कै आँगन देखिने चाहिँ दृश्य हामी हेर्छौँ एकैछिन निहाल्छौँ है ल हेर्न सक्नुहुन्छ तपाईँले के देख्नु भएको छ मैले बोल्नु भन्दा पनि तपाईँले सर हेर्नु होइन ल सो गाइज फाइनली भिडियोहरू भनौँ न चाहिँ अन्तिममा आइपुगिसकेको छ देखाउनु पर्ने घरहरू लगभग मुख्य घरहरू चाहिँ मैले देखाइसकेको छ होइन गाउँठाउँहरू अनि त्यसपछि बोल्ने क्रममा भनौँ न होइन धेरै कुराहरू मिस्टेक हुन्छ मबाट होइन धेरै कुरा मिस्टेक होला होइन त्यसको लागि चाहिँ एकदमै सरी भन्न चाहन्छु अनि त्यसपछि के छ भने तपाईँहरूले मैले बोलेको शब्दहरूलाई भन्दा पनि मैले देखाउन खोजेको र मैले भन्न खोजेको कुराहरूलाई चाहिँ बुझिदिनु भयो भने सबैलाई राम्रो होला त्यस कारणले गर्दाखेरि मैले गरेको मिस्टेकहरू बोल्दै जाँदाखेरि बोलीमा शब्दमा भएको मिस्टेकहरूले चाहिँ स्वीकार दिनुहुन्छ भन्ने आशा गर्दै चाहिँ सीता सिरियल सुटिङ हुने लोकेसनहरू देखाउने क्रम यही सकिन्छ।